दुर्गा द रेसर भने जस्तो राजावादीहरूको आन्दोलनको अगुवाई गर्ने राजावादीहरूको कमान्डरको रूपमा प्रख्यात दुर्गा परसाई हिजो तिनकुनेको आसपासमा भएको प्रहरीहरूको घेराबन्दीको पहिलो लाइन तोडेर अगाडि बढ्दै गर्दाको यो दृश्य दुर्गा परसाई आफै गाडी चलाएर अगाडि बढ्दैछ र प्रहरीहरू र आक्रोशित जनताहरू एक आफै अगाडि बढ्दै हुनुहुन्छ। प्रहरीलाई गाडीले पेलेर दुर्गा परसाई अगाडि बढ्दैछौँ। जहाँ कसैले रोक्न सक्ने अवस्था छैन, जसरी प्रहरीलाई पेलेर अगाडि बढिरहेको छ। प्रहरी गाडीको चाबी खोज्न लागिपरेको छ। दुर्गा परसाईले प्रहरीको एक लेयर तोडिसक्नु भएको छ र अब अगाडि सशस्त्र प्रहरीको टोली रहेको छ। उहाँ अगाडि बढिराख्नु भएको छ। यो गाडीमाथि प्रहरीले अन्धाधुन्दा लाठीचार्ज गरिरहेको छ। तपाईँ देख्न सक्नुहुन्छ दुर्गा परसाईको गाडीलाई प्रहरीले रोकिराखेको अवस्था। उहाँले यो प्रहरीका सम्पूर्ण सुरक्षा घेरा तोडेर दुर्गा परसाई अगाडि बढ्नु भएको छ र यति बेला तिनकुनेको यो पुलबाट अगाडि बढिसकेको छ। यो दृश्य अगाडिपट्टि प्रहरीका यी घेरा तोडेर दुर्गा परसाई अगाडि बढिराख्नु भएको छ। हामी दृश्य देख्न सक्छौँ।